हावा चलेको दिन थियो यो अब नेक्स्ट इयर चाहिँ तयार हुन्छ यहीँ बसौँ हुन्छ भित्र यसो भेट्नुहुन्छ त्यहाँबाट हामी चाहिँ नमस्ते सबैजनालाई हजुर नमस्ते दिदी हजुर तपाईँ सबैलाई बधाई पनि छ हजुर हजुर त्यो चाहिँ मेरो भान्जाको बुहारीलाई मात्रै नानीलाई मात्रै तपाईँले अलि चिन्नुहुन्न उहाँलाई यो मेरो भान्जा है दिदीको छोरा हो उहाँको श्रीमती हो यो नानीलाई पनि आजै हो भेटेको मैले है युकेबाट आएको हजुर अनि होला नै पुगेर आएको बधाई छ तपाईँहरूको पहिल्यै जानु होला नि आने कान्छी पनि पहिला अब साइनो बनाउनु पर्छ नहरू रहेछ होइन मेरो बुढी नौस्यो हो तालपारीको सुन्नुभयो होला पहिलाको मन्त्री निमबहादुर गुरुङ भन्थ्यो नि उहाँको छोरीहरू हो चेलीबेटी अनि उहाँको मामा पनि पहिला मेरै पकाउँदै त्यहाँको हो धेरै सर्भिस गर्नुभएको 6 वर्ष नोकरी गरेर आउनुभयो त्यहाँबाट अध्ययन गर्नुभयो प्रोफेसर एकदम आउनुहोस् नारायण ल्यागाई प्रोफेसर नारायण ल्यागाई युकेमा हुनुहुन्छ उहाँको भान्जी बहिनीको दिदीको कि बहिनीको छोरी उहाँको श्रीमान लौहरू है त्यस कारणले हाम्रो लौसेहरू यहाँ रहेछ साइनो बनाउनु पऱ्यो बाबु पऱ्यो कि दिदी पऱ्यो कि यो त्यस्तै छ हावा चलेको दिन थियो गर्दाखेरि हामी थाम्न सक्छ पछि चाहिँ विन विदास हुन्छ विनसँग खेलौँ त्यतिखेर थाक्दाखेरि मद्दत हुन्छ टस पनि जित्यो उहाँले है भरे त गरेर त ठिक उल्टो गरेर आएछ है अनि फर्स्ट हाफमा चाहिँ त्यो विनले हामीलाई साथ दियो इन्जिनियरले रोक्यो हामीभन्दा धेरै राम्रो जित्यो होइन रोक्यो हावाले साथ दियो होइन बुढोलाई गाली गरे तपाईँ कहाँ चाहिँ ठिक उल्टो गरेर होइन हेलो सबै Hasan. Thank you very much. Session. Thank you. Successfully visiting. We are right. मेरोमा खानु जित पछि पनि गाउँबाट जानेछ आउँदै हुनेछ जित पछि यहाँ आउँदैछ मामाको बाल के अरे मामा भाइको चाहिँ बाल कटाएको बडीगार्डमा काम गरे जस्तो देखिन्छ बडीगार्ड ठुल्ठुलो मेरो लक्ष्मी बहिनी नमस्ते बहिनी कस्तो लागेको छ तपाईँलाई आज meeting you. Yeah.
एकदम खुसी लाग्छ दाइ तर तपाईँको नाम गएको देख्दाखेरि एकदम दुःख लाग्छ हैन दिदी धेरै धन्यवाद है तपाईँलाई एकदम खुसी लाग्यो आज तपाईँको निम्तोमा हामी यहाँ आएर एकदमै टिफन टापन खाइयो अब खाना खान्छ है दिदी है एकदम खुसी लाग्यो मेरो दिदी जस्तोको जस्तै छ अझै यस्तै देख्न पाऊँ है दिदी ल थ्याङ्क यू ओहो यो सोल्टीको के हो यो हो सोल्टी त दिने भयो यार यता हाम्रो पल्टनको हाम्रो जिएम साहब हुनुहुन्छ उहाँ ल हजुर मिलनको भिडियोमा चाहिँ क्याप्चर भयो आयो फर्स्ट टाइम यस हाम्रो जिएम साहब हुनुहुन्छ हाम्रो सिकिया ल यता हाम्रो साहबहरू हुनुहुन्छ यता हाम्रो फेडरेसनको 2 कार्यकाल गर्ने अध्यक्ष हुनुहुन्छ उहाँ चाहिँ यता हाम्रो प्रमुख सल्लाहकार हुनुहुन्छ हाम्रो फेडरेसन युकेको जगत पज्यू यता हाम्रो 2 कार्यकाल तमु फेडरेसन युकेको अध्यक्ष सल्लाहकार हुनुहुन्छ हाम्रो सोम तोर्जे भने सबैले चिन्नुहुन्छ उहाँलाई उहाँ एकदम यङ इनर्जेटिक हुनुहुन्छ उहाँ यता हाम्रो जिएम साहब हुनुहुन्छ हाम्रो ज्ञानबहादुर साहब हुनुहुन्छ सिक्जिआरको भेरी स्मार्ट एकदमै लोर्के साहब भन्नुभयो सबैले चिन्नुहुन्छ यता चाहिँ हाम्रो सोल्टी हुनुहुन्छ हाम्रो पजु चिबा यता हुन्छ हाम्रो सोल्टी अब महासचिव हुनुहुन्छ उहाँ तमु फेडरेसन युकेको अनि यो मलको यो के अरे बिरालोले पनि आउनु सक्दैन क्या ल यो त हाम्रो चन्द्रता हुन्छ अब हुनेवाला आएको चाहिँ दाजुभाइको भेटघाट गर्ने गफसफ गर्ने खुसी लाग्यो खानपिन भन्ने त्यो त्यस्तै हो कहिले कहिले तर एकदम आयो खुसी लाग्यो सो ह्याप्पी कहिले कहिले वार्ड फुट दिनु पल्टनमा यत्रो सानो थियो अहिले यता बुढी माउ भयो आमा सुन्नुभयो वार्ड फुट दिनु आउनुहुन्छ कहिले जाम आउँछु एकताल त आउँछु है छोरीहरूले बोलाएको छ अब छोरा बुहारी सबै अब सम्झिहरूकै हातमा छ उता बिल्डिङमा के हो यदि तपाईँ टेबलमा छ भन्थ्यो त अनि जितको भन्नु होइन अनि हामी त्यहाँ हुँदाखेरि पनि तपाईँहरूले बहुत मेजबानी बुझाउनु भयो नम्बर मैले बुहारीबाट पाएँ धन्यवाद साहब थ्याङ्क यू सो मच साहब है आइ एम सो ह्याप्पी एकदम तपाईँहरूलाई भेट्न पाएँ साह्रै खुसी लाग्यो बाबु है हाम्रो आशीर्वाद छ एकदम साहब जहाँ रहे तापनि जहाँ पुगे तापनि जहाँ गए तापनि मिलन इज मिलन थ्याङ्क यू है बाबु साहब हाम्रो आशीर्वाद छ तपाईँको आजको जुन डिनरको लागि एकदमै धेरै धेरै धन्यवाद साह्रो गर्व लाग्यो एकदम थ्याङ्क मेरो यू पुरानो साथीहरू है सबै चिनाजाना साथीहरू सबै अनि सेलिब्रेटीहरू भेट हुँदाखेरि कस्तो खुसी लाग्छ यो बुढो मान्छे कस्तो गर्व गोर्खा लाग्छ हेभेन होइन सर डेम साइड होइन सर हाम्रो सिक्जिआरको लोर्के गोर्खा मित्र साहब थ्याङ्क यू एकदम थ्याङ्क यू साहब इट्स भेरी स्मार्ट सर थ्याङ्क यू सर थ्याङ्क यू धन्यवाद पर्दैन होला कुदेर दिपमा जाने लक्ष्मी चो चारजना ल्याएको भयो ए ए ए हेलो हेलो खाएको खोइ खाएको खुब राम्रो छाता रहेछ यहीँ छोड न मलाई चाहिन्छ
मलाई यहाँ भेटिएछ